मैले मेरो बाउआमाको सपना पनि पुरा गर्न सकिनँ हो है सकिनँ। जहिले राम्रो बाटो हिँडै भगवान् थिए नेपाल आएर बाटो भएन। अब युरोपतिर छिर्नु पर्यो, युरोपमा आएर बाटो हिँड्न पाइन्छ कि भनेर आएको। गज्याङ गज्याङ हिँड्यो न। योभन्दा त बरु हाम्रो नेपालकै नेताहरूले राम्रै विकास गरेका थिए हौ। यो पाराले म कहिले यहाँनिर आएर बाटो हिँडेर अनि कहिले बाबामा सपना पुरा गरेर म कहिले मन लाग्यो। यो भिडियो हेऱ्यो भने त पछि छोडिदिने बेला नि बाबु तिमी त आएर बाटो हिँड्दो रहन्छौ, तिमीलाई छोडिदिएर काम छैन भने छोरी नि नदेला भन्दा पिर पऱ्यो मलाई। लौ न कहाँ जाने एउटा म राम्रो बाटो हिँड्दैन यार। पानीको तल हेर सर पोखरी हाम्रो गाउँतिर आयो भैँसीले हालिसकेको थियो। यस्तो छ बाटो। अनि युरोपमा नपाएको मैले राम्रो बाटो कहाँ गएर खुल्ने होला त एक गाइज। लौ न मलाई केही उपाय बताइदिनु पर्यो। घर छैन भनौँ भने नि यत्र बिल्डिङ छ। अब यो कम्तीमा नि हार नेपालको अर्कोलाई हाल एउटै घर छ यत्रो यहाँको पैसा नेपालमा कन्भर्ट गर्दाखेरि त यत्र घर बनाएर फेरि अब है अन्त भएन हुन्थ्यो। बुल्गेरियाको क्यापिटल सिटी सोफिया होइन, राजधानीको हालत यस्तो छ। अनि हारा देशमा गाउँपालिकाको वडा अध्यक्षलाई गाली गर्छ मुलाले बाटो बनाएन। यहाँ महानगरमा त यस्तो हालत छ कि त्यही नि राजधानीमा भनेपछि अनि मलाई त कहिले एक दिन पानी परेको एकछिन त्यही नि पिर के भन्छ हाम्रो नेपालमा त सिमसिमे पानी जुम्रा पर्ने पानी हुन्छ नि, त्यस्तो पानी पर्दाखेरि नि यस्तो छ हालत। हे तल ला आमा तिम्रो छोरा बिग्रो, तिम्रो छोरा कति बाटो हिँड्न सकेन होइन। यहाँ घर बनाउन फेरि यहाँ कस्तो मजा छ त फेरि है मेरी आमै यो साला बताउन लाग्यो यार। जिन्दगी मान्छे दिएदिन म 14 महिना भयो यो बाटो हिँड्नु थाले। त्यो भएर मान्छे एउटा भन्दैन घर छमा साला यस्तो झाडी नै झाडी। बिहान आउँदा कति बेला हुँदैन, बेलुका पुरै घर कति बेला हुन्छ। त्यो रहस्य के होला त यार मलाई सम्झिनु हुँदैन, डर लाग्छ। अहिले फेरि मुटु काम छ यतिसम्म त ठिकै छ। अलिअलि खाल्टा खुल्टी छलेर नि हिँड्ने बाटो छ। अब म यहाँबाट बाँच्नु दाहिने लागेपछि भनेको मैले बाटो खोज्न पर्छ होला सायद। कहाँबाट फर्किने भन्ने कुरो हुन्छ। कहाँबाट फर्किँदा धेरै पानी छ, त्यहाँबाट फर्किनुपर्छ। त्यहाँबाट मात्र फर्केर त भएन, फेरि चट्ट साइदिउँ। ठिक गरेछ कुन चाहिँ गयो बत्ती बालेर है म्याल गर्दैछु बाटो हिँड्दै सधैँ बुझाएको छ नि। यस्तो छ बुल्गेरियामा हालत। मान्छे बुल्गेरिया आउने के नै छ यत्रो राति 12 बज्नु लाग्यो। घर ड्युटी छुट्टी भयो, त्यही पनि बस चढेर रुममा जाउँ न बस पनि बन्द भइसक्यो। हिँड्न पऱ्यो यस्तो हिलो बाटो फेरि टोक्ने
के दशा लाएर आइछु है मैले तरिका यो बिजोक हेरेर त म त नेपाल जाउँ जान थालिस त भन्न कसरी भनौँ होइन